म यही नजिक यहाँबाट 1 किलोमिटर अगाडि चुरीविनायक नगरपालिका वडा नम्बर 5 तत्कालीन कटुन्जी गाविस वडा नम्बर 9 र अहिले सबै भाइ बहिनीहरूलाई थाहा छ सल्लाहगारी चोक कटुन्जीमा जन्मिएको देख्थ्यौँ। मलाई राजनीतिमा बालिकाको स्मरण गर्ने योग्य कुरा के छ भने पनि तपाईँहरू जस्तै विद्यार्थी थिए, अहिले संस्थागत र निजी विद्यालयको रूपमा वर्गीकृत छ। तत्कालीन अवस्थामा भक्तपुरमा निजी विद्यालय अत्यन्त न्यून थियो जस्तो लाग्छ मलाई। अब ती विद्यालयको म नाम पनि लिएर भन्न सक्छु। एउटा शान्तिनिकेतन विद्यालय थियो र आवासीय विद्यालय पिता गोरी विष्णु थियो। अरू बाँकी सामुदायिक विद्यालय 10 क्लाससम्म पढाउने भक्तपुरमा मुस्किलले कमलामा बन्दै गर्दा पनि 10वटा विद्यालय थियो। त्यो 10वटा विद्यालय मध्येबाट एउटा पदमा अहिले सरकारी स्कुलहरूको पद स्कुलमा मेरो प्रारम्भिक शिक्षा र एसएससी मैले 3 वर्ष सम्पन्न गरेको र म एसएससीमा वास्तवमा भन्दै पर्दा फेल पनि भयो। एसएससीमा म एकचोटि गणित विषयमा फेल भएको। त्यो स्मरणीय विषय के हो? हामी अध्ययन पनि गर्थ्यौँ, काम पनि गर्थ्यौँ। हामी स्कुलबाट छुट्टी भइसकेपछि हामीलाई एउटा जिम्मेवारी थियो। हाम्रो घरमा गाई थियो, त्यो गाई चराउने जिम्मेवारी थियो र त्यही गाई चराएर त्यही गाईका दुध मही घिउ हामी आफैले घरमा उत्पादन गरेर खान्थ्यौँ। र त्यो गाई चराउने ठाउँ पनि धेरै टाढा थिएन। उही अगाडिको सल्लाहगारी मान्छेहरूमा हामी गोठाला आउँथ्यौँ र गाई चराउँथ्यौँ। र मेरो एउटा गाई अलिक बदमास थियो। म आफै पनि अलिक बदमास थिएँ तत्कालीन अवस्थामा र अलिक बदमास थियो। त्यो मेरो गाई चाहिँ हामी गाई चराउनु पनि आउँथ्यो। अनि त्यो हनुमन्दिरमा पौडी खेल्थ्यौँ भन्दै गर्दा तपाईँहरू अचम्म लाग्थ्यो। हामी हनुमन्दिरमा पौडी खेल्थ्यौँ, त्यति सफा पानी थियो। हामी हनुमन्दिर खोलामा माछा पनि मार्थ्यौँ। अलिअलि बदमास पनि थियो। गाई चराउनु आउँदै गर्दा अलिअलि हामी त्यहाँ किसानका कामगाहरू पनि चुट अलिक बदमासै थियो। त्यस कारण स्मरणीय कुरा हो। र त्यहाँ हामी आउँदै गर्दा मेरो गाई अलिक बदमास थियो। त्यो गाई सधैँ भागेर यहाँ एउटा पिपलको रुख छ, छोटो टुक्राहरू भन्थ्यौँ हामी। त्यो टुक्राहरूसम्म धान चोरेर खानाइदिन्थ्यो मेरो गाई। त्यो सधैँ गाई हटाइसकेपछि हामी पौडी खेल्न जाने, माछा मार्न जाने, काँक्रो जोड्न जान्थ्यौँ। अनि त्यो हामी त्यतातिर जाँदै गर्दा मेरो गाई पनि मभन्दा एक कदम अगाडि त्यहाँ छोटो टुक्राहरूसम्ममा त्यहाँ नजिक भए हामीले आफै धान खेल्न पर्छ भनेर उसले पनि छानेर अर्काको धान खानाइदिन्थ्यो। अनि लास्टमा हामी खोज्दै आउँदै गर्दा यहाँबाट गाई फकाएर लिएर जान्थ्यौँ। त्यो सबैभन्दा स्मरणीय कुरा छ। मैले किन जोड्न चाहेँ भने हामी तत्कालीन अवस्थामा तपाईँहरू जस्तै अहिले देशमा केही भएन, अहिले निराश छ, अहिले काहीँ भएन। सबैले के देखेका छ भने अस्ट्रेलिया देखेको छ, अमेरिका देखेको छ, युरोप देखेका छौँ र जापान देखेका छौँ। हामी त्यो जापानमै जस्तो परिकल्पना गर्छौँ, हामी अमेरिका जस्तै परिकल्पना गर्छौँ, अस्ट्रेलिया र युरोप जस्तै परिकल्पना गर्छौँ। तर हामी अमेरिकन जस्तै छौँ कि छैनौँ? नीति नियम ऐन कानुनमा हामी पढाइ लेखाइमा त्यही ढङ्गले सकि छैनौँ? हामी त्यही अनुशासनमा छ कि छैनौँ? यी सबै कुराहरू हामी जान्न जरुरी छ। त्यस कारणले हामी जस्ता छौँ हाम्रो मुलुक त्यस्तै बन्यो। जस्तो जनता छ त्यस्तै नेता बन्यो, जस्तो नेता छ मुलुक त्यस्तै बन्यो। त्यस कारणले हामीले धेरै कुराहरू सुधार्न आवश्यक छ। त्यो सुधारले हामी स्थानीय तह मार्फत, जनता मार्फत अझ हामीको बिग्रिसकेको परिस्थिति छ। अब अहिले पहिला भाइ बहिनीहरू अझ तपाईँहरूभन्दा पनि पछाडि जो अहिले जन्मिँदैछन्, ती जन्मिँदै गरेका भाइ बहिनीहरूलाई 25 वर्षपछिको नेपालको परिकल्पना गरेर अब 25 वर्षपछि हामी यो नेपाल बनाउँछौँ भनेर अगाडि बढ्नुपर्छ। नकि हामी जस्तै एउटा सरकारी विद्यालय हुन्छ त्यहाँ सराउनुहुन्थ्यो, पढ भनिदिनुहुन्थ्यो। अनि त्यसपछि सर गइसकेपछि उहाँले जे पढ भने अहिले अनि पाठ्य पुस्तकको कुरा गर्नुभयो। पाठ्य पुस्तक पनि सधैँ त्यही पढ्थ्यौँ र सधैँ आउने क्वेसन पनि दियो, जानकारी पनि दियो। बल्ल एसएससी पास गरिसकेपछि अनि क्याम्पस पढ्न जान्थ्यौँ एउटा कापी अनि एउटा कलम पछाडि हिँडिसकेपछि सबैभन्दा सबैले हामीले क्याम्पसपट्टि भनिसकेपछि सबै कुरा सिकिन्थ्यो। अहिले भाइ बहिनीहरूको त्यो परिस्थिति छैन। तपाईँहरूलाई सरले यो मिनी सांसद
बनाएर संसदको प्रत्याभूति गराउनु भएको छ। सरकार विद्यालयले सांस्कृतिक क्षेत्रमा त्यही ढङ्गले अगाडि बढाएको छ, खेलकुद क्षेत्रमा त्यही ढङ्गले अगाडि बढेको छ, सबै क्षेत्रमा अगाडि बढेको छ। अहिले पढाइ मलाई लाग्छ तपाईँहरूको स्कुलमा पनि स्मार्ट बोर्डबाट पढाइ हुने होला। हामी चौक दस्तरमा अगाडि बेन्चमा बस्यौँ, चौक दस्तरको खारोले अगाडि बस्न सक्नु सक्दैन। त्यस कारण सबैभन्दा पछाडि नै बस्ने र यो प्रतिनिधि सभाको संसदमा पनि सबैभन्दा पछाडि नै संसदमा पछाडि हुँदै गर्दा अथवा पछाडि बेचमा बस्दै गर्दा पछाडि परिँदैन। जो पछाडि छ त्यसले सबैले अगाडि बढाएर पनि अगाडि बढ्छ जस्तो लाग्छ। अगाडि बढ्ने त्यो आफ्नो लागि मात्रै हो। त्यसलाई सबै भाइ बहिनीहरू यो मुलुक पछाडि बसेर यो मुलुकलाई अगाडि बढाउनु अगाडि बढ्नुहोस्। यो बच्चा बाल्यकालको सम्झना योग्य कुरा यही एउटा छ। अझै एउटा थप्ने दुईवटा पनि थप्ने एउटा पुरानो खालको साइकल थियो। त्यो साइकलमा हामी ठुलो खालको साइकल थियो, अहिले सानो साइकल चढ्दैन। त्यो साइकलमा कैँची मारेर पढ्ने, कैँची मारेर भनेको खाएको सानो त्यो खुट्टा सिटमा बस्नु सक्दैनौँ। खुट्टामा छिराएर 5 जना साथी, त्यो साइकलमा 5 जना साथी भएर साइकल अगाडि के घुरेको थियो। त्यही सल्लाहदारीको कुरामा गम्भीर गर्थ्यो, हात खुट्टा भाँच्यो। केही त्यो चाहिँ स्मरणीय कुराहरू छ। यस्ता स्मरणीय कुराहरू धेरै छन्। मैले पढाइसँग जोडेँ, पढाइसँग जोड्दै गर्दा तपाईँहरूले जुन खालको अवसर प्राप्त गर्नुपर्छ त्यो अवसरलाई खेल्न नपाल्नुहोस्। तपाईँहरूको समृद्ध भविष्य, तपाईँहरूको शैक्षिक क्षेत्र अझ अगाडि बढोस्, यही मैले शुभकामना दिँदै सम्झौताले धेरै कुराहरू छ र तपाईँहरू निराश हुनुपर्ने परिस्थिति छैन। तपाईँहरूले यो निराशालाई आशामा परिणत गर्दै अझ अगाडि बढ्नुहोस्। यही मुलुकमा धेरै कुराको भविष्य छ। मेरो छोरो पनि काठमाडौँ युनिभर्सिटीबाट भर्खर एमबीए सिद्धाएको छ। मैले विदेश जानुहोस् भन्दै गर्दा म यही मुलुकमा केही गर्न सक्छु र यही मुलुकमा केही गरेर खान सक्ने परिस्थिति छ। त्यस कारण म यही देश छोडेर जान्छ भन्दै गर्दा धेरै युवाहरूले के लाग्छ, यहाँ गरिब खाने अवस्था छैन भन्दै गर्दा गरिब खाने अवस्था आफैले सिर्जना गर्ने हो। त्यसको लागि राजनीतिक व्यवस्थापन गर्नुपर्छ। व्यवस्था के पक्षमा राज्यको केही कमी कमजोरी छ, अब यसलाई हामीले संस्थागत गर्दै अझ अगाडि बढ्नुपर्छ। त्यो मिनी संसद मार्फत र भावी प्रतिनिधि सभाको सदस्यहरू साथीहरूलाई बधाई र शुभकामना दिँदै आगामी दिनमा तपाईँहरू मुलुकको राजनीतिप्रति, देशको आर्थिक स्थितिप्रति, देशमा सिर्जना गर्न सक्ने स्वरोजगारीको प्रति तपाईँहरू क्रियाशील गर्नुहोस्। यस संसद मार्फत मैले यति कुरा भन्दै गर्दा सभापतिजीको रुलिङमा भावी अघि नै जोड्थेँ। उहाँको यो आगाले मैले धेरै बोलेँ। सभापति मार्फत यहाँ सबैलाई आफ्ना कुराहरू यहाँले सोध्नुभएको प्रश्नको उत्तर मैले दिँदै यति उत्तर दिनु पर्याप्त छैन मलाई थाहा छ। धेरै कुरामा हामीले गर्नु लागेको छ र धेरै कुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय।